ल हामी आज हेम्बर्गमा आएका छौँ 22 जुलाई 2026 का दिन किराँत याक्थुम चुम्लुङले चाहिँ प्रोग्राम गरेको हुनाले यहाँ हिजो भ्याइयो। आज चाहिँ हाम्रो यो हेम्बर्ग सहरको मेन सिटी उटी चाहिँ हामी घुमघाम गर्दैछौँ। उहाँ नेपालदेखि आउनुभएछ ज्वाइँ अनि सम्धिनी छ। हाम्रो ग्रुप हो, हाम्रो यहाँ 26 जनाको ग्रुप छौँ। 5 वटा गाडीमा हामीले बेल्जियमको एन्टवर्पन, बेर्खेम, ओस्टेन्डर अनि ब्रुजदेखि आउने हामी है ग्रुप। यहाँ च्याब्रुङ केलाङको टिम अनि र साकेलाको टिम अनि नेपाली धान नाच अनि हामी सबै नेपाली नाचहरू नानीहरूको नाच्ने टिम है यो चाहिँ। नेपालदेखि आउनुभएको पाहुना ल हेम्बर्गमा चल्ने बस। ल आज हामी हेम्बर्गको स्टेसन मुख्य ठाउँहरूमा घुम्दैछौँ र बेल्जियमदेखि आएको हाम्रो ग्रुप अगाडि अलिकति फोटोमा ल्याएको छु, अझै पनि फोटो खिच्दैछु। र हाम्रो हिजो चाहिँ 11 जुलाई 2026 का दिन किराँत याक्थुम चुम्लुङमा आएका थियौँ। ल हाम्रो ग्रुपहरू यहाँनिर भइसकेको छ। यहाँ ज्वाइँ हुनुहुन्छ। सेवारो सेवारो Hamburg, Germany. सेवारो है सेवारो। हाम्रो आज कतिजनाको ग्रुप हो? 25 सेवारो है सेवारो। लु हाम्रो घुमघाम सुरु भएछ, अब बाहिर निक्लिँदैछौँ। यो चाहिँ के रहेछ हजुर? यो निको त्यतै टाइट भयो? नित गुड इदे दादा ल जाँदै गर इकोम या इकोम हेम्बर्गको ट्रेन है। ट्रेन स्टेसनमा छौँ अहिले हामी, कुदिरहेछ ट्रेन। हेम्बर्गको ट्रेन स्टेसन। अहिले हामी मेन स्टेसन हेम्बर्गको
ठाउँमा आएको छौँ। यहाँहरू विभिन्न किसिमको देखिन्छ। हाम्रो ग्रुप यहाँनिर बसिसकेको छौँ। हाम्रो आज फोटो सेसन गर्ने कार्यक्रम भइरहेछ। ल बुझ ल आउनुहोस्। हामी कहाँ छौँ भने आज हेम्बर्गको स्टेसनमा आइपुगेका छौँ। अब हाम्रो अगाडि एक ग्रुप, अब पछाडि पनि एक ग्रुप आउँदैछन्। क्यामेराले गर्नु गर्यो नि। राखेको हुँदो यो मान्छे हिँड्ने एकपट्टि रातो भाग साइकल लिने र बसको भाग अर्कै छ र कारहरूको भाग अर्कै छ। हामी अहिले यहाँ आइपुगेका छौँ। सिलाङ सापका जस्तै देखिन्छ यो सहजको माथि टुप्पामा।